गरिब बाउको छोरा हो। धेरै दुःख पीडा गरेको कारणले पनि यस्तो छाला खुम्चेको हो कि जस्तो चाहिँ मेरो आफ्नै मनमा लाग्दछ हैन। लगभग आफैले बनाएको चाहिँ लगभग नभनौँ, आफैले बनाएको चाहिँ यो मैले हुँदै हैन। मेरो हाँस्दाखेरि रियली हाँसो नै यस्तै हुन्छ सर। हजुर पक्कै पनि र लेबर काम गर्यो, इटा बोक्ने, बलौटा बोक्ने त्यस्तै काम गर्यो। हजुर नेपालमा अहिले नगरकोटमा भनौँ न। भनेपछि अहिले चाहिँ अब विदेश जाने प्लान चाहिँ क्यान्सल गर्नुभयो हो? हजुर रेस्टुरेन्टमा काम गर्थ्यो, टोइलेटमा गएर यसो फोटो खिचेर हेरेको आफूलाई पनि कन्फ्युजै भयो क्या। अनि साथीहरूले ल हेर्नु त मेरो फोटो त यस्तो पो आएर चाहिँ त्यसैले जिस्क्याएर चाहिँ भनेको हट सेमै छ त भनेर है साथीहरूले नि सबैले जिस्क्याउने गर्थ्यो कि मलाई। अनि टोइलेटमा गएर ऐनामा हेरेर बल्ल फोटो खिच्यो। अनि मैले त्यस पछाडि त्यो पिक्चर फेसबुकमा राखेको थिएँ के भनेर साथीहरूले आज हामीसँग निकै नै अहिले एकदमै हास्य क्षेत्रमा अलिकति पाइला टेक्दै आउनुभएका र चाइनिज बास्केट प्लेयर याओ मिङसँग अनुहार मिल्दोजुल्दो याना कि डुप्लिकेट नेपाली शेरे भन्दा पनि अहिले धेरैले चिन्नु भएको छ। पक्कै पनि उहाँसँग तुल तामाङ हुनेछ, उहाँसँग कुराकानी गर्नेछौँ। तुलजी स्वागत छ हजुरलाई। धन्यवाद। के छ आरामै हुनुहुन्छ? हजुर ठिकै छु सर, अहिलेसम्म बाँचिरहेको छ, सन्चै भन्नु पऱ्यो। केमा व्यस्त हुनुहुन्छ आजभोलि? आजभोलि यस्तै कहिले काम गर्ने, कहिले सुटिङ। अब सुटिङ भन्दा नि कहिले नभनौँ, एक दिन हिजो भयो उहाँ साथीले आइदिनु भनेर भन्नुभएको थियो, त्यसैले अनि त्यतिकै यताउता घुमघाम खाने काम गर्ने त्यस्तै म बिजी छु सर। अहिले भर्खरै मात्र तपाईँलाई अहिले मिडियामा सामाजिक सञ्जालहरूमा आइसकेपछि तपाईँलाई अलिकति यो चाइनिज बास्केटबल प्लेयर होइन हजुर याओ मिङसँग अलिकति अनुहार मिल्दो शेरे पक्कै पनि सामाजिक सञ्जालहरूमा धेरैले यो पिएनजी बनाएर होइन त्यसको चाहिँ त्यो अनुहारको त्यो लोगो बनाएर मान्छेले धेरै कमेडीहरूमा जोड्ने गर्छ। हजुर जसरी तपाईँको पनि अहिले अनुहार चाहिँ उहाँको जस्तै मिल्छ भनेर चाहिँ अहिले भाइरल अलि धेरैले चिन्ने गर्नुहुन्छ। हजुर हजुर खासमा तपाईँलाई कस्तो लाग्छ आफूलाई अहिले यसरी चिनिरहँदाखेरि? मान्छेले धेरैले मन पराउनु भएको छ, धेरैले चिन्नु भएको छ, कस्तो अनुभव भइरहेछ? खुसी लागिरहेछ। अब जे भने नि अब गाउँघरको मान्छे होइन, हजुर गाउँघरको मान्छे अब काठमाडौँ आएर एक हप्ताभित्रमा लगभग अब अहिलेसम्म 7-8वटा कति इन्टरभ्यू भइसक्यो र धेरै खुसी लागिरहेछ। अब साथीहरूले धेरै बधाई दिने, अझै अगाडि राम्ररी बढेर जानुहोला, सङ्घर्ष गर्नु, कोसिस गर्नु, सपोर्टको लागि हामी छौँ भन्ने यस्तो प्रक्रियाहरू पाइरहेछ सर। अहिलेसम्म त्यस्तोहरू प्रक्रियाहरू पाइरहँदा मनमा धेरै खुसी छु। त्यही ठुलो बाँके मानि ठान्दछु। यति बेला चाहिँ तपाईँलाई चाहिँ हाँस्दाखेरि चाहिँ त्यस्तो देखिन्छ, यो चौरी पर्ने होइन, सेम जस्तै होइन? हजुर सर। एकचोटि यसरी हाँसेर देखाइदिनु, त्यसपछि बाँकी कुराकानी फेरि गर्नु। ओके सर ल। ओके गाइस, उता सबै क्यामेरामा सो फेस गरिदिनु त सबैलाई एउटा जिस्का शेरे। यो अचम्म चाहिँ एउटा अद्भुत कला छ उहाँको। यो तपाईँको खासमा यो पछि नै तपाईँले गरेर यो सिकेर गर्नुभयो कि तपाईँको यो पहिलेदेखि नै यो छालाहरू खुम्चिएर यस्तो टाइपको हुने? एक्चुअली मलाई चाहिँ यस्तो लाग्छ सर, म सानैदेखि त्यति अब हुने खाने बाउको छोरा होइन, गरिब बाउको छोरा हो। धेरै दुःख पीडा गरेको कारणले पनि यस्तो छाला खुम्चेको हो कि जस्तो चाहिँ मेरो आफ्नै मनमा लाग्दछ हैन। लगभग आफैले बनाएको चाहिँ लगभग नभनौँ, आफैले बनाएको चाहिँ यो मैले हुँदै हैन। मेरो हाँस्दाखेरि रियली हाँसो नै यस्तै हुन्छ सर। हजुर पक्कै पनि र अहिले आएर साथीहरूले अब यसरी नेपाली शेरे भन्दा झन् धेरै खुसी छु। म पनि हामी जस्तो दुखी गरिब पनि अगाडि बढ्न सक्छु कि सबैको साथ सपोर्ट माया पायो भन्ने चाहिँ एउटा ठुलो आशा पनि छ सर। एउटा हास्यव्यङ्ग्य क्षेत्रमा, त्यसै गरी तपाईँको कलाकारी क्षेत्रमा होइन। खासमा अब तपाईँ काठमाडौँ छिर्नु भयो, तपाईँ के उद्देश्य लिएर अब हुन्छ नि अलिकति एउटा न एउटा कार्य अथवा एउटा न एउटा एम आफ्नो उद्देश्य लक्ष्य लिएर त काठमाडौँ प्रवेश गर्नुहुन्छ? हजुर। तपाईँ चाहिँ अलिकति के कुन टाइपले तपाईँले कसरी चाहिँ प्रवेश गर्नुभयो? म चाहिँ काठमाडौँ छिरेको चाहिँ यस्तो कारण हो सर, एकचोटि कतारको लागि ट्राई गरौँ कि राम्रो भिसा छ, डेरीमा कति 2000 सेलरी छ बेसिक, जानलाई 185 भनेर चाहिँ म गाउँबाट आएको। अनि गाउँबाट आएपछि फेरि यहाँ सल्लाह गरेको एजेन्टसँग उहाँले भन्नुभयो कि 2,30,000 भने, अनि 2,30,000 तिरेर खाडी मुलुक त के जानु, अब भनेको सेलरी अब भन्नु चाहिँ 1500 भन्छ, फेरि फिस 2000 पनि तोकिदिन्छु भन्छ, त्यसमा कुरो पनि दुईवटा भयो। त्यही कारण म मेन पावरमा पनि बुझ्न गएन र उहाँ एजेन्टले नै मलाई त्यसो भनेपछि म मेन पावर पनि गएन। अनि पासपोर्ट पनि आफैसँग छ, प्लस पछाडि अनि साथी थियो गाउँको, त्यही साथीसँग गएर कति
5 दिन जति लेबर काम गर्यो, इँटा बोक्ने, बलौटा बोक्ने त्यस्तै काम गर्यो। हजुर, नेपालमा अहिले नगरकोटमा भनौँ न। भनेपछि अहिले चाहिँ अब विदेश जाने प्लान चाहिँ क्यान्सल गर्नुभयो हो? हजुर, विदेश जाने अहिले अलिकति लकडाउन छ विदेशतिर होइन। अब कतिपय मान्छेहरू भन्छ नि भिजिट भिसामा गएर फसिरहेको छौँ। नेपालमै बरु इँटा बोकेर नि 30,000 कमाउँछौँ यार। हामी त यहाँ 1,000 सेलरीमा आएको, खाना पनि त्यहीँ गर्दाखेरि त 700-800 20,000 पनि बद्नु गाह्रो छ। नआऊ भनेर अनि साथीहरू पनि छ विदेशतिर, उहाँहरूको पनि जानकारी त्यस्तो पाएको कारणले पनि अब हुन पनि सक्छ नहुन नि सक्छ होला भनेर अहिले चाहिँ बरु नेपालमै इँटा बोक्ने यसरी फ्यामिली पाल्ने भन्ने चाहिँ विचारले यतै बसिरहेको छ। तपाईँ अब यहाँ यसरी गरिरहँदाखेरि तपाईँको यात्राले अगाडि बढिरहँदाखेरि एक्कासी अब संयोगवश हामीसँग जोडिन पुग्नुभयो, अन्य मिडियामा तपाईँ जोडिन पुग्नुभयो होइन। तपाईँलाई नेपाली क्षेत्र, नेपाली कलाकार क्षेत्रलाई कसरी बुझ्नुहुन्छ? लगभग तपाईँलाई कतिको इन्ट्रेस्ट छ, कतिको मनपर्छ कला क्षेत्र, यो अभिनय क्षेत्र? अभिनय कला क्षेत्र त मलाई त लगभग 10 वर्षको मेरोबाटै लास्टै मन पर्दै आएको होइन। सोच पनि थियो, विचार र प्लस अलिकति फ्यामिली घर सपोर्टबाट नभएको कारण म पहिल्यैदेखि अलिक छिर्न पनि सकिनँ। प्लस अलिअलि पढाइको सिलसिला पनि भनौँ सानोको क्रममा, र सानैदेखि गीत सित गाउने अनि साथीहरूलाई हँसाउने काम चाहिँ गर्थेँ। तर भनेपछि गीत गाउने अनि हँसाउने पनि त्यस्तै प्रायः भनेपछि तपाईँ चाहिँ अलिकति हास्य व्यङ्ग्य क्षेत्रमा चाहिँ अलिक इन्ट्रेस्ट? हजुर, इन्ट्रेस्ट सानैदेखि म धेरै इन्ट्रेस्ट। र कति साथीहरूले त मलाई भन्थ्यो कि तिमी राम्रो गीत गाउँछौ, यसो गरी गीत गाएर नहिँड, यसो गरी गीत गाएर हिँड्ने मान्छे त छिटो मर्छ अरे, सुन्ने साथीहरूले पनि सम्झना रहन्छ अरे पनि भन्यो एकजना बुढो मान्छेले। हाम्रै गाउँको राणा मगर हुनुहुन्छ, उहाँ अहिले पनि हुनुहुन्छ। उहाँले त्यसो भने चाहिँ अलिकति मनमा कस्तो पनि लाग्यो, हो के हो यस्तो गीत गाउँदाखेरि छिटै मऱ्यो भने मान्छेले सम्झना रहन्छ नि, गीत नगाउने। प्लस मैले 1 वर्ष जति लगभग गीत गाउने नै छोड्यो। 1 वर्ष जति लगभग गीत गाउने छोड्यो। फेरि पछाडिबाट अब जहिले गाइरहने बानी, फेरि गीत गाउन सुरु गर्ने, रमाइलो गर्ने, हाँस्ने, त्यस्तै हो। भनेपछि तपाईँलाई नेपाली कला क्षेत्र अलिकति मनपर्छ होइन? मनपर्छ। हास्य व्यङ्ग्य अझै जो तपाईँले हास्य व्यङ्ग्यमा चाहिँ अझ जोड दिनु भएको छ? हजुर, धेरै मनपर्छ। तर अलिकति आर्थिक पनि भन्नुपर्छ। कतिपय साथीहरूले अब भन्छ 2 लाख तिरेर जानुपर्छ, 3 लाख तिरेर जानुपर्छ र भिडियो निकाल्नलाई पैसा तिर्नुपर्छ। एउटा भिडियोको 2-3 लाख लिन्छ, पछाडि चर्चित पनि हुँदैन, ब्याज पनि आउँदैन, यस क्षेत्रमा फाइदा छैन भनेर नि भन्ने गरिन्छ साथीहरूले। सायद होला पनि। अब मलाई चाहिँ भनौँ न आर्थिक पनि नभएर म त्यसरी नै छिर्नु सकिनँ सर, ठाउँमा लिङ्क साथी नभएको कारण पनि। र अहिले पछाडि गएर यहाँ भक्तपुरको हाम्रो विक्रम सर हुनुहुन्छ, उहाँसँग मेरो कन्ट्याक्ट पहिल्यैदेखि थियो, 2 वर्ष अगाडिदेखि नै थियो। अनि उहाँले अहिले मलाई अफर दिएर हिजो जियोस् एउटा टेलिसिरियल चाहिँ खेल्यो, त्यसमा पनि धेरै खुसी छु। पहिलोचोटि तपाईँ? हजुर, पहिलोचोटि सिरियलमा पहिलोचोटि इन्टरभ्यू चाहिँ आजसँग खै कतिवटा भयो, 6-7वटा 8वटा कति। भनेपछि यसरी तपाईँ संयोगवश मिडियासँग जोडिनु भयो। कसरी चाहिँ तपाईँले एट फर्स्ट मिडियामा जोडिनु भयो? कसरी अब अरूले भन्छ नि तर तेरो यस्तो कला छ त यस्तो छ होइन, यस्तो अब जानुपर्छ मिडियामा, तपाईँको त अब कलाकार क्षेत्रलाई मन पराउने, यस्तो कमेडी गर्छ, यसरी गीत गाउँछ भनेर कसैले भनेर जानुभयो कि तपाईँले अब मनी अब केही गर्नुपर्छ भनेर त्यसरी लाग्नुभयो? मैले के गर्नुपर्छ भन्ने चाहिँ सोच त थियो, तर अलिकति आर्थिकको कारण म पुग्नु नसकेको पनि हो सर, म सुरुबाट भन्छु। अनि र मैले टिकटक चलाएको थिएँ सर। टिकटकमा लगभग 3 महिना टिकटक चलाउँदा 1,35,40 जति मेरो लाइकहरू आएको थियो। अहिले पनि छ, फलो लगभग 6,000 जति फलो छ, फलोवर्सहरू छ। अनि टिकटकबाट नि अलिकति चर्चे। अनि फेसबुक पनि फ्यान मेरो लगभग। टिकटकहरूमा चाहिँ तपाईँले कस्तो गर्नुहुन्थ्यो? त्यो फेसहरूलाई चाहिँ त्यसरी सिरेको टाइपले हाँस्नुहुन्थ्यो कि कसरी गर्नुहुन्थ्यो? टिकटक त मेरो नर्मलमा पनि छ र प्लस यस्तै सेरेको हाँसोमा पनि छ सर। अनि लोकदोरी आफैले गीत गाएर पनि भरेकोहरू नि छ, त्यस्तै थियो। तर अहिले लास्टमा आएर मेरो अलिकति चर्चित भनेको चाहिँ त्यही सेरेको फेसबाट नै मन पराउनु भयो। र उहाँ एउटा दिदी चाहिँ मेरो फ्यान हुँदो रहेछ, उहाँले 2 वर्ष अगाडि नै मलाई रिक्वेस्ट पठाएको थियो अरे, मैले एक्सेप्ट गर्न सकिनँ, त्यसको लागि सरी पनि भने दिदीलाई। 2 वर्ष पछाडि मैले एक्सेप्ट गरिसकेपछि उहाँले भन्नुभयो, म एक दिन अनलाइनमा आउँदाखेरि म 6-7 महिना पछाडि अनलाइनमा आउँदा अस्ति फोन गरेर भन्नुभयो, भाइ तिमी यस्तो कला भएको मान्छे किन गाउँघरमा लुकेर बस्छौ, काठमाडौँ आउने बेलामा एकचोटि फोन गर बाबु, म नम्बर पठाउँछु भनेर उहाँले नम्बर पठाउनु भयो। अनि त्यही नम्बर पनि मैले लिएर आएको थिएँ। अनि अस्ति आएर दिदीलाई नम्बर दिएको, अनि उहाँले छिटो भन्दै थिएँ। त्यस्तै 5 दिन लेबर काम गरेर पछाडि 6 दिनको बिचमा चाहिँ म इन्टरभ्यूको लागि आएको सर। होइन यो कुरालाई यहाँ नै थाती राखेर अलिकति फनी टाइपमा जाउँ होइन? ओके होइन। अब साथीभाइहरूसँग भेट हुँदाखेरि अन्य अथवा नचिनेको मान्छेसँग अलिकति त्यस्तै रमाइलो गर्ने मुडमा हुँदाखेरि तपाईँले कति बेला गर्नुभएको छ किन यसो तपाईँले हाँसेर होइन, हाँसेर यो सिरेको टाइपमा अरूलाई जिस्काउने अथवा अरू
अरू व्यक्तिसँग यसरी फनी टाइममा एउटा कुराकानी गर्ने गर्नुभएको छ कि कुनै पल याद? त्यसै